आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो देश केवल हाम्रो जन्मभूमि मात्र होइन, यो देश पहिचान हो, हाम्रो सम्मान हो, हाम्रो भविष्य हो। लोकतन्त्र भनेको सरकार बनाउने प्रक्रिया मात्र होइन, लोकतन्त्र भनेको जनताको आवाज हो र त्यो आवाज सुनाउने सबैभन्दा शक्तिशाली माध्यम हो हाम्रो मत। मतदान गर्नु अधिकार मात्र होइन, यो हाम्रो नैतिक जिम्मेवारी पनि हो। मतदान गर्नु अघि आफ्नो नाम मतदाता नियमावलीमा छ कि छैन जाँच गरौँ। आफ्नो मतदान केन्द्र मिति र समयबारे जानकारी लिउँ। मतदान गर्ने दिन आवश्यक परिचय पत्रहरू लैजाउँ। मतदान गर्दा आफ्नो मत गोप्य रूपमा दिनुपर्छ, यो पनि हाम्रो अधिकार हो। कुनै दबाव, प्रभाव, डर वा प्रलोभन स्वीकार नगरौँ। स्वतन्त्र र विवेकपूर्ण निर्णय नै सशक्त लोकतन्त्रको आधार हो। हाम्रो एक मतले नीति निर्माणमा असर पार्छ, हाम्रो एक मतले विकासको दिशा तय गर्छ, हाम्रो एक मतले भावी पुस्ताको भविष्य निर्धारण गर्छ। र एउटा कुरा स्पष्ट हुन जरुरी छ, तटस्थ वस्तु भनेको सधैँ निष्पक्ष रहनु होइन। कतिपय अवस्थामा तटस्थ वस्तु भनेको भविष्यप्रति गैर जिम्मेवार हुनु हो। जब हामी मतदान गर्दैनौँ, हामी मौन स्वीकृति दिइरहेका हुन्छौँ, तर जब हामी सचेत भएर मतदान गर्छौँ, हामी परिवर्तनको हिस्सा बनिरहेका हुन्छौँ। आज यदि हामी मौन बस्यौँ भने भोलि हाम्रो सन्तानले सोध्नेछन्, जब देशलाई तपाईँको आवाज चाहिएको थियो त्यो बेला तपाईँ कहाँ हुनुहुन्थ्यो भनेर। त्यसैले आज निर्णय गरौँ, मौन होइन सहभागिता जनाऊ, उदास होइन जिम्मेवार बनाऊ, डर होइन साहसी बनाऊ। उठौँ, सचेत बनाऊ, निर्भय बनाऊ, मतदान गरौँ। किनकि मेरो मत केवल एउटा चिन्ह होइन, यो मेरो आवाज हो, मेरो अस्मिता हो र मेरो भविष्य हो। जय नेपाल।